काम नभएको बेला बोसले पनि के काम लगाउँछ यो लाबरको लिएर आएछ अनि त्यो बाँसको कप्टेरो जस्तो बनाउनु पर्ने अरे यो केमा युज हुन्छ त्यो चाहिँ थाहा छैन तर त्यस्तो बाँसको कप्टेरो जस्तो बनाउनु पर्ने अरे बिचमा खोलेर त्यहाँ सिधा लेभल हेरियो त्यो प्लास्टिकले पाना बिचमा कप्टेरो छ त्यो दुईटा उतापट्टि नट लगाएर स्क्रू टाइट छडा स्क्रू टाइट गरेर अनि उता त्यो क्ल्याम्पले समातेर त्यसरी गर्नु परेको छ एकदमै डेन्जर छ त्यो उछिट्टिएर जान नि सक्छ त्यति डरो छैन पछाडि अनि त्यहाँ ओके भइसक्यो त्यसपछि उहाँ गर्दै हुनुहुन्छ उहाँले यसरी गर्नुपर्छ भनेर सिकाउँदै हुनुहुन्छ मलाई सकियो त्यसपछि फिनिश भइसकेर उहाँ खोल्न आँट्नुभयो त्यो भित्रको त्यो पाल पार्नको लागि त्यो ड्रिलिङ गरेर त्यो छेड्नु पर्यो उ यता बाहिरीको भाग काटिसक्यो साइज त्यसपछि उ यतिको भयो अहिले अनि त्यहाँ नाप्दै हुनुहुन्छ अब कतिको साइज त्यहाँ दिएको छ त्यही साइजको बनाउनु पर्यो अनि यसको लास्टसम्म हेर्नु है यसको कस्तो हुँदो रहेछ यसको फिनिसिङ चाहिँ यो केमा युज हुन्छ त्यो चाहिँ थाहा छैन तर यस्तो यस्तो बनाउनु भनेर बोसले नक्सा ल्याएर दिएको थियो अनि त्यही अनुसारले गर्नुपर्छ यो चाहिँ लाबर हो खासमा चाहिँ तर डेन्जर डह्रो हुन्छ है फलाम भन्दा पनि डह्रो हुँदो रहेछ यस्तो छ है यहाँनिर यो भित्र खोलेर त्यो साइड त्यो दुईटा हो क्या यो बिचमा उतापट्टिको स्क्रुले छडाले टाइट गरेर स्क्रू लगाएर अनि अड्किएको छ अघि काट्ने बेलामा त्यो प्लास्टिक बाहिरको बानेको चाहिँ यस्तो नफाटोस् भनेर हो अब त्यहाँ आधी लगभग काम भ्याइसकिएको छ यता बाहिरको मैले कम्पनीदेखि अगाडिको भाग देखाइदिएको यो चाहिँ मेसिन चाहिँ मैले काम गर्छु त्यो मेसिन नि मैले काम गर्ने हो यता पछाडिको भाग साथीहरू पछाडि काम गर्दै हुनुहुन्छ अनि यहाँनिर चाहिँ हामी गर्दैछौँ लास्टमा फाइनली यस्तो भयो है यति डेन्जर छ यो लास्टै एकदमै डह्रो के यस्तो भाग यो केको लागि बन्छ थाहा छैन तर यो स्याम्पल हो यस्तै बनाउनु पर्ने अझै त्यो काट्न बाँकी नै छ फाइनली चाहिँ यस्तो भयो यो एउटा यस्तै तिनवटा बनाइसकेको हो एउटा चाहिँ रिजेक्ट भयो अरे साइज मिलेन अरे बोसले नै गलत साइज दिएर भएन भनेर फेरि अर्को ल्याएर गरेको धेरै टाइम लाग्छ अहिले त खासै अर्डर पनि आएको छैन फाइनल अर्को त्यहाँनिर छ त्यो रिजेक्ट भएको त्यही भएर यस्तो टाक्रे टुक्रो कामहरू गर्न लगाइराख्छ अब खासै पैसा त बोसलाई पनि हुँदैन होला फाइनली हामी चाहिँ रुममा जान तयारी भएको अवस्था हो।